आज मात्रै पाएछ है अब एकछिनमा दिन्छ भोलि होइन फ्लाइट त भोलि बिहान मोबाइल साइलेन्टमा राख्नु एउटै फ्लाइट ओके मैले भन्न खोजेको कुरा चाहिँ के भने अब पहिला हामीले भाइहरूलाई छान्नुभन्दा अगाडि सबै चिज भनेछ होइन काम कस्तो ठाउँमा काम गर्ने बस्ने ठाउँ कस्तो छ सबै भिडियो हेऱ्यो होइन अब काम एकदम गाह्रो छ त्यो बेला नि एक्सप्लेन गर्यो होला चियाको पत्ता टिप्ने हो सजिलो छैन डाँडा काँडा बोक्नु पऱ्यो बोकेर लगेर गाडीमा हाल्नु पऱ्यो होइन त्यस कारणले प्रिपेयर भएर जानु पऱ्यो काम गाह्रो छ भनेर जानु पऱ्यो वहाँ गएर फेरि यस्तो त कहाँ सकिन्छ भन्न चाहिँ पाइँदैन होइन के अरू नेपालीहरू पनि छ त्यहाँ सयौँ छ नेपालीहरू गरिरहेको केही प्रब्लम छैन अब सर्टेन टाइमपछि पहिला चाहिँ तलब दिन्छ सर्टेन टाइमपछि तिमीहरूलाई जोखेर गर्ने आफूले काटेको कति त्यो पहिला एक्सप्लेन गरेको होला नि होइन त्यो जोखेर दिने गर्छ त्यस कारणले जसले हार्डवर्क गर्नु सक्छ पैसा पनि कमाउँछ हार्डवर्क गर्नु सकेन भने पैसा कमाउँछ होइन त्यस कारणले त्यसमा चाहिँ ध्यान दिनु अनि खानेकुराको त्यो थर्मसहरू किन्यो सबैले किने भेरी गुड अनि रेनकोट तलमाथि भएको त्यो भइहाल्यो र पहिला हामीलाई एक दुईवटा प्रब्लम परेको चाहिँ एक दुईजना मान्छे चाहिँ भागिदियो त्यहाँ गएर काम गाह्रो भयो अब काम कस्तो हुन्छ भने आफ्नो यहाँ कस्तो ब्याकग्राउन्डबाट आएको त्यही अनुसार कसैलाई त्यो काम सजिलो लाग्छ कसैलाई गाह्रो लाग्न सक्छ होइन तर भागिदियो भने प्रब्लम चाहिँ के हुन्छ भने तिमी इलिगल हुन्छ त्यो कम्पनीमा जति वर्ष तिमीहरूले काम गरे पनि प्रब्लम छैन 10 वर्ष 15 वर्ष 20 वर्ष जति वर्ष गरे पनि त्यहाँ उनीहरूले टाइम टु टाइम भिसा बढाइदिन्छ 2 वर्षमा घर आउने जाने त्यो गऱ्यो भने केही प्रब्लम भएन एक्चुअली त्यहाँबाट भाग्ने साथ अर्को कम्पनी जाने साथ तिमी इलिगल भयो त्यो कुरा त बुझ्छ नि होइन इलिगल भएपछि त भिसा बढाउनलाई कति 5-6 हजार कति लिन्छ होइन 5-6 हजार रिङ्गित माग्छ कहाँबाट दिने 1 वर्ष कमाएको पैसा त्यहीँ जान्छ होइन त्यस कारणले त्यो भाग्ने काम चाहिँ नगर्नु आफूलाई प्रब्लम भयो भने कसरी हुन्छ सिक्ने अब साथीहरू हुन्छ सयौँ नेपाली छ त्यहाँ उनीहरूको पछि लगाएर काम सिक्ने गरेर दुःख गर्नु अब केही दुःख बिमार भयो भने त्यहाँ क्लिनिक सानो क्लिनिक त्यहीँ छ ठुलो भयो भने कम्पनीले हस्पिटलमा लगिदिन्छ एकदम राम्रो कम्पनी हो युकेको कम्पनी हो धेरै वर्ष पुरानो कम्पनी केही प्रब्लम केही छैन आफूले चाहिँ जे होस् मुख्य कुरो चाहिँ दुःख गरेर अनि खाना हेल्दी खानु पऱ्यो रक्सी सक्सी खानु भएन बनाएर नि खान्छ भन्छ कोही कोहीले त्यस्तो चिज खानु भएन किनभने अब दुःख गर्न जानु लाग्यो होइन आफ्नो परिवारको लागि दुःख गर्न जानु लाग्यो त्यही अनुसार त्यो सम्झेर काम गर्नु पऱ्यो है राम्रो चाहिँ अलिकति हेल्दी भएर ठिक टाइममा खाना खाने ठिक टाइममा काम गर्ने त्यो गऱ्यो भने केही पनि प्रब्लम चुरोसुरो धेरै खाने रक्सी बनाएर खाने गऱ्यो भने चाहिँ आफैलाई प्रब्लम हुन्छ है त्यो गर्नु कम्पनी राम्रो छ हामीले धेरै वर्ष भयो त्यो पठाएको तिमीहरूलाई हामीले फ्री काम गरेको छ होइन गर्दाखेरि त्यही अनुसार गएर त्यहाँ गएर राम्रोसित हामीलाई प्रब्लम नहुने गरेर भाइहरूले काम गरिदिनु पऱ्यो है सकिन्छ नि पैसा काटिँदैन अरू सरले भन्नुपर्ने कुराहरू भनिहाल्यो है मेन कुरो के हो भन्दाखेरि अब यहाँ पहिला कम्पनीमा काम गरेर आएको भए हुन्छ उहाँ हुन्छ तपाईँ होइन हामी तपाईँ र उहाँ पहिला है मेन कुरो के भन्दाखेरि तपाईँहरू सबैलाई हामीले भिडियो देखाएर होइन तपाईँले आफैले चित्त बुझेर इन्टरभ्यू दिएर इन्टरभ्यूमा सेलेक्ट भएर होइन तपाईँहरू चाहिँ सेलेक्ट गरेर मेडिकल पनि फिट भएर होइन जाँदै हुन्छ र त्यसमा पनि तपाईँको अझ 2-4 जना त तेस्रो लटमा परेको नामहरूबाट नि सेलेक्ट भएको होइन आउनुभयो चान्स हुने त्यस्तो होइन जस्तै 50 जना हामीले 50 जना छान्यौँ त्यसपछि 15 जना के अरे स्ट्यान्ड बाई त्यसपछि अर्को 10 जना गरेर 75 जनाकोबाट 75 जनाको मध्येबाट पनि तपाईँहरू चाहिँ आउनु भएको छ नि त किन मेडिकल अनफिट भयो है त्यसले गर्दाखेरि हामीले तपाईँहरूको घरबाट थुतेर हामीले जबरजस्ती जाऊ भनेर लिएको होइन कामको बारेमा तपाईँलाई सबै अवगत छ भिडियो हेर्नु भएको छ सरले भनेको जस्तै पहिलो महिनामा तपाईँको बेसिक स्यालेरी अनुसार हुन्छ पहिलो महिना अथवा दोस्रो महिना ठिक छ तर त्यसपछि
तपाईँहरूको कन्ट्र्याक्टको आधारमा हुन्छ। तपाईँले जति सरले भनेको जस्तै जति पत्ता पनि फेरि चाहिँ क्वालिटीको काट्नु पर्यो होइन, जुन पनि त्यही काट्नु भएन कि त्यो सिक्दै हुनुहुन्छ। कसैलाई कैँची दिन्छ, कसैलाई मेसिन दिन्छ, ग्रुपवालाकोलाई चाहिँ मेसिन दिन्छ र कसैलाई कैँची दिन्छ। त्यो कैँची मेसिनको पैसा चाहिँ काट्छ, बुझ्नुभयो नि। त्यो धेरै पनि छैन। फेरि किन काट्छ भन्दाखेरि के त भन्दा हाम्रो नेपालीको बानी के छ भन्दा आपका जाएगा न बापका जाएगा भनेर अलिकति केयरलेस गर्छौँ। मेरो जानिए न कम्पनीको जानिए भनेर केयरलेस गर्छौँ। त्यो नगरोस् भनेर उनीहरूले पैसा काट्नु, बुझ्नुभयो नि। किन त्यो त तपाईँकै सम्पत्ति भयो त, भोलि तपाईँले पैसा काटेर तपाईँले एकदम जतनका साथ युज गर्नुहुन्छ नि त होइन। त्यसले गर्दाखेरि त्यो गर्नु पर्यो है। अब त्यो गरिसकेपछि ठिक छ नि, अनि अब तपाईँले बिस्तारै काम सिक्नुहुन्छ, तपाईँले ठेक्कामा काम दिन्छ होइन। सरले भनेको जस्तै यसमा दिमागभन्दा पनि बल, तपाईँले जति काम गर्न सक्नुहुन्छ, जति तपाईँले पत्ता टिप्न सक्नुहुन्छ, यसमा लगभग 10 महिनासम्म चाहिँ पत्ता टिप्न पाइन्छ होइन, अथवा 12 महिना पनि हुन्छ, बुझ्नुभयो नि। 12 महिना पनि हुन्छ, बुझ्नुभयो। 12 महिनासम्म पत्ता टिप्ने काम हुन्छ। त्यही भएर आफूले मिहिनेत कति गर्न सक्छ तपाईँले त्यो गरेर देखाउनु पर्यो, गर्नु पर्यो। मतलब त्यो गऱ्यो भने तपाईँलाई फाइदा हो, तपाईँले पैसा बढी कमाउने हो होइन। र अर्को कुरो तपाईँलाई इन्टरभ्यूमा पनि भनेको छ, हामीले पहिला पनि भनेको होला, जाँड रक्सी खानु भएन। हाम्रो नेपाली दाजुभाइहरूको चाहिँ के त बहादुरी के छ भन्दाखेरि आज पैसा बुझ्यो होइन, जाँड रक्सी त पाउँदैन त्यहाँ, तर त्यहाँ सप्लाई पनि हुन्छ। रक्सी खाने अनि भोलि पर्सिपल्ट ड्युटीमा नजाने, कस्तो राम्रो मानिन्छ क्या हाम्रो। त्यस्तो चाहिँ नगर्नु। र मेन कुरो तपाईँले ध्यान दिनुपर्ने कुरा के भन्दाखेरि तपाईँहरूको कमाइले जुन रक्सी तपाईँले खाँदै हुनुहुन्छ नि, तपाईँले राम्रो रक्सी त खान पाउनुहुन्न है। यदि खाने बानी छ भने अगतिलो डुप्लिकेट रक्सी खानुहुन्छ कि तपाईँले, त्यहाँ किनेर पाउनु भनेको सस्तो पाउनु, सस्तो पाउनु होइन। अनि त्यसले के गर्छ त भन्दाखेरि स्वास्थ्यमा असर गर्छ, बिरामी बनाउँछ। भोलि गएर लङ टर्म युज गर्दाखेरि तपाईँको किडनी फेलियर हुनसक्छ। त्यसले गर्दाखेरि तपाईँले जुन यो सुनौलो मौका पाउनु भएको छ, पैसै नतिरिकेर जान पाउनु भएको छ, कम्पनीले सबै हामीलाई दिएको छ, तपाईँको मेडिकल पासपोर्ट आत्तै जात्तै सबै दिएको छ, यसलाई सही सदुपयोग गर्नु। यसको लगत्तै तपाईँलाई हामीले इन्टरभ्यूमा पनि भनेको छ, अर्को 400जनाको एप्रुभल आउँदैछ। त्यही बेला फेरि तपाईँको चाहिँ दाजुभाइहरू जो साथीभाइ दाजुभाइहरू छ उनीहरूको नाम टिपाउनुहोस् यहाँ। भोलि हामी उनीहरूलाई बोलाउने हो, हामीले तपाईँहरूलाई कसैको सिफारिसमा छाड्यो भने त छाने होइन नि त, तपाईँको आफ्नो लकमा परेको होइन। त्यसले गर्दाखेरि अरूले पनि गरिखाने बाटो तपाईँले राखिदिनु पर्यो, नेपालीको इज्जत राखिदिनु पर्यो। आफै बिचमा झगडा गर्ने, चक्कु हानाहान गर्ने, त्यस्तो नगर्नुहोस्। समस्या हुनसक्छ, समस्या पनि ठाउँमा त्यहाँ तपाईँको चाहिँ म्यानेजर हुन्छ, उनीहरूलाई रिपोर्टिङ गर्ने। सरले भनेको जस्तै स्वास्थ्यको ख्याल गर्नु पर्यो होइन। स्वास्थ्यको ख्याल गर्नको लागि चिल्लो चाप्लो कम खाने, पानी धेरै खाने, डाँडाको टुप्पा गरेर काम गर्नुपर्छ, पानी पनि पर्छ। हामीले तपाईँले टिफिन किन्नुहोस् भनेको कारण के त भन्दाखेरि हामी नेपालीको त फेरि तातो भात खाने पाइन्छ नि त, तर मलेसियनहरूलाई मतलब छैन, होइन। तातो खाने बानी भएको कारणले गर्दा त्यहाँ दिएको टिफिन चाहिँ कम्पनीले प्रोभाइड गर्ने टिफिन चाहिँ अथवा त्यहाँ उनीहरूले किन्न लगाइदिने टिफिन चाहिँ त्यो तातो रहँदैन कि। त्यही भएर हामीले तपाईँले यहाँबाट लिएर जानुहोस् भनेको जसलाई तातो खानु मन लाग्छ, बिहान तपाईँले पकाउनुहुन्छ, दिउँसो त 1-2 बज्छ खाँदाखेरि, त्यो कमसेकम तातो त खानु पाउनुहुन्छ नि त तपाईँले। र रेनकोट के त हाम्रो यहाँदा अगाडि पठाएको 1-2जना भाइहरूले रेनकोटको कम्प्लेन गर्यो, नर्मल प्लास्टिक दिन्छ भन्छ, त्यो तपाईँले रेनकोट किन्नुहोस्। केही कुरा त तपाईँले पनि त किन्नु पऱ्यो नि त, जसले गर्दा तपाईँले कामको दौरानमा सजिलो होस् है। त्यसले गर्दाखेरि रक्सी खाने बानी टोटल्ली छोड्नुहोस्, जसले गर्दा 2-4 पैसा भयो भने पनि तपाईँको बच्छ। त्यो 2-4 पैसा यहाँ आउँदा त लाखौँ हुन्छ नि। फेरि चुरोट खाने बानी छ, छोडिदिनुहोस्। चुरोट एउटाको तपाईँको चाहिँ धन्दा 1000 रुपियाँ बट्टा पर्छ, किन खानु पऱ्यो त्यो होइन। 14 ringgit कि 20 ringgit कति पर्छ, त्यो भनेको अहिले धन्दै 700 कति पऱ्यो। गुट्खा सुट्खा खाने बानी छ नखानुहोस्, यस्तो चिजमा पैसै उ नगर्नुहोस् के, खर्च नगर्नुहोस् होइन। त्यसले गर्दाखेरि आफ्नो स्वास्थ्य रहेर त तपाईँले भोलि पैसा कमाउने हो, आफ्नो स्वास्थ्य रहेन भने कहाँबाट पैसा कमाउँछ त होइन। त्यसले गर्दा यी कुराहरूमा तपाईँले विचार गर्नुहोस्। समस्या आउन सक्छ, समस्या हुनसक्छ, तर समस्या राख्ने पनि एउटा तौर तरिका हुन्छ कि। तपाईँले त्यो कम्पनीमा काम गर्न गएपछि त्यो कम्पनीको अनुशासनभित्र बसेर चाहिँ काम गर्नु पऱ्यो कि। मेरो समस्या समाधान नगरेसम्म काम गर्दैन भन्नु भने के हुन्छ त, तपाईँकै स्यालेरी काटिने हो, हामीलाई त केही पनि हुँदैन
होइन। तर के त भने समस्याको समाधान गर्ने काम हाम्रो भयो। हामीलाई रिपोर्टिङ गर्नुहोस्, तर सही रिपोर्टिङ गर्नुहोस्। म गएको थिएँ योभन्दा अगाडि 2 वर्ष अगाडि पनि समस्यासँग, तर हामीलाई एउटा कुराकानी गर्ने, कम्पनीलाई अर्को कुराकानी गर्दोरहेछ। त्यो होइन, झुट नबोल्नुहोस्। झुट बोल्नलाई एउटा झुट छोप्नले फेरि तपाईँले अर्को झुट बोल्नु पऱ्यो नि त, होइन। त्यसले गर्दाखेरि ठिक छ, तपाईँहरूलाई मर्का परेको छ, तपाईँहरूलाई समस्या परेको छ, हामी समस्या समाधान गर्छौँ। तर झुट चाहिँ के जेन्युन समस्या छ भने है, सानोतिनो समस्या तपाईँले त्यही राख्नुहोस् न। उहाँ राम्रो, यहाँ अरू पनि हुनुहुन्छ, त्यो कम्पनी नराम्रो भएको भए उहाँहरू फेरि जानुहुन्थ्यो र, तपाईँहरू फेरि जानुहुन्थ्यो र, होइन र। तपाईँको कति आफ्नै मान्छेले बोलाएको पनि होला, होइन। सरले भनेको जस्तै ब्रिटिस ओनर हो यो, ब्रिटिस म्यानेजमेन्ट कम्पनी हो, गोराहरूको कम्पनी हो यो, बुझ्नुभयो नि। त्यसले गर्दा गोराहरूले कहिले पनि तपाईँको चाहिँ कामदारहरूलाई मारेर खाम भन्ने हुँदैन। यो कम्पनीले मारेर खाम, मलेसियामा कुनै पनि कम्पनीले मारेर खाम भन्ने हुँदैन। तपाईँले पाउनुपर्ने 1 मिनट छ त्यो पनि पाउनुहुन्छ, मेहनत अनुसारको पाउनु। तर के त भन्दाखेरि मेहनत चाहिँ राम्रोसँग गर्नु पऱ्यो, जसले गर्दा आउने दिनमा अरू तपाईँको दाजुभाइहरू हुन्छ कि साथीभाइहरू हुन्छ उनीहरू पनि चान्स पाउँछ है। ठिक छ कुराकानी। अब मेन कुरो कम्पनीमा तपाईँहरू पुगेपछि कम्पनीले जुन जुन डिपार्टमेन्टमा तपाईँले काम गर्छ त्यो डिपार्टमेन्टमा गएर काम गर्ने हो। मलाई सबैलाई पत्ता टिप्ने यो चाहियो भनेर पनि हुँदैन। फेरि सबैलाई लगाएर राम्रो, नभए अरू पनि डिपार्टमेन्ट हुन्छ, कोही नर्सरीको डिपार्टमेन्ट होला, कोही पत्ता टिप्ने होला, होइन। यो कम्पनीमा मैले अस्ति पाएको सूचना छ 8-10 वर्षपछि फ्याक्ट्रीमा पनि लाउँछ, होइन। तपाईँ फ्याक्ट्रीमा काम गर्ने होइन हो, फ्याक्ट्री पनि हुन्छ। त्यसले गर्दाखेरि र मेन एउटा कुरा तपाईँले के ध्यान दिनुहोस् भन्दाखेरि जहाँ पनि काम गर्दाखेरि तपाईँले लङ टर्म काम गर्ने चाहिँ दिमागमा राख्नुहोस्, जसले गर्दा तपाईँलाई चाहिँ लङ टर्ममा फाइदा नै हुन्छ कि, बुझ्नुभयो नि। 2 वर्ष मलेसिया, 2 वर्ष कतार, 2 वर्ष बराइन गर्नु भने तपाईँ घुम्न चाहिँ घुम्नुहुन्छ 2-4 रात, तर अन्तिममा हामीलाई सुन्नुहोस् त्यो क्वालिटी भनेर त्यो राम्रो चिया टिप्ने भन्छ क्या। राम्रो चिया टिप्ने माथि यस्तो 3 पत्ता हुन्छ नि, कुनै पनि बिरुवाको 3 पत्ता, टपमा 3 पत्ता हुन्छ होइन। हो त्यो 3 पत्ता चाहिँ बेस्ट हो, उनीहरूले सिकाउँछ। अब हो त्यस्तो धेरै गरेर धेरै गर्न सक्यो भने फेरि होइन वेट बढाउँछ भने यहाँ हान्ने भने त यति त काम लाग्दैन। यो चाहिँ चिया हुँदैन कि, त्यो माथिको त्यो कलिलो टुप्पाको मात्रै चिया हुन्छ, 3 पत्ता अथवा त्यहाँ अलिकति 1-2टा अझ हुन्छ कि त्यो उनीहरूले सिकाउँछ। हो त्यो सिकाएको जस्तै गरेर जानु, जति छिटो। अब मसिन त अघि उसले भने जस्तो मसिनले चाहिँ यसो झ्वाइ गरेर काट्ने सजिलो छ। 2-4 महिना पनि तपाईँले सिकाउनुहुन्छ है त। अनि अर्को कुरो अन्तिममा एकदम इम्पोर्टेन्ट कुरो है, तपाईँलाई फ्रम द बिगिनिङदेखि थाहा छ, सुरुवातदेखि नै थाहा छ, यो कम्पनीमा जानको लागि तपाईँहरूले कसैलाई पनि 1 पैसा पनि तिर्नु पर्दैन। बुझ्नुभयो? कसैले मागेको छ, कसैले धम्क्याएको छ भने पनि भन्नुहोस् हामीलाई है। तपाईँलाई यो कुरा थाहा छ, भोलि उहाँ गएर मैले यति पैसा तिरेँ उति पैसा तिरेँ भनेर सुनाएर केही हुनेवाला छैन। अहिले कसैले मागेको छ, तेरो अहिले पनि भिजा क्यान्सल गरिदिन्छु भनेको छ, होइन, त जान पाउनुहोस् भनेको छ, अथवा उताबाट चाहिँ तपाईँले जसले सिफारिस गरेको छ उनीहरूले मागेको छैन भन्नुहोस्, कसैले पनि दिनु पर्दैन। हामीले नै मागेको छैन भने तपाईँलाई अरूलाई तपाईँले किन दिनु पर्यो? अब तपाईँले पैसै बढी भाषा पाटबाट मार्दै हिँड्नुहुन्छ त्यो मेरो समस्या भएर, तर पैसा दिनु पर्दैन है। बुझ्नुभयो नि कुरा है। किन भन्दा अहिले तपाईँको अहिलेको कन्टेस्टमा मलेसिया जानको लागि अरू तपाईँकै साथीभाइहरू गएको होला 4.5 लाखभन्दा चाहिँ बढ्ता तिर्छन्, होइन। तर हामीले तपाईँहरूसँग 1 पैसा लिएको छैन। मलाई विश्वास छ तपाईँहरूले कसैलाई पनि 1 पैसा पनि तिरेको छैन। यदि तिरेको छ भने अहिले भन्नुहोस्, यहाँ अहिले भन्नुहोस्। तर भोलि उहाँ गएर त्यही भएर हामीले रेकर्ड गरेको कारण के भन्दाखेरि भोलि त्यहाँ गएर त मैले यति तिरेँ उति तिरेँ भनेर केही पनि औचित्य छैन। बुझ्नुभयो नि। हामीले बल जति गरेर तपाईँसँग आएको पनि छैन, होइन। त्यसले गर्दा यो कुरामा ध्यान दिनुहोस्। र हामीले तपाईँलाई भने राम्रोसँग गएर काम गर्नुहोस्, जसले गर्दा आउने 400 जनाको डिमान्डमा तपाईँकै आफ्नै साथीभाइहरू चाहिँ जान पाओस् है। काम गर्ने यो डाँडाको टुप्पामा छ, तपाईँले इलाम देख्नु भयो होला, डाँडाको टुप्पामा हुन्छ, सहर बजारभन्दा अलिकति बाहिर हुन्छ हो। कम्पनीले बेला बेलामा तपाईँहरूलाई चाहिँ ग्रुपमा चाहिँ ट्रान्सपोर्ट महिनामा 1-2 सायद लिएर जान्छ होला बजार, त्यो बेला आफूले चाहिने सामान लिने, त्यही हो। बजार तपाईँलाई दिनदिनै जस्तो बजार लिएर जाँदैन, यो बजारभन्दा बाहिर नै छ। मेहनतको काम गर्नुहोस्, दुःख गर्नुहोस्। तपाईँले दुःख गरेर अनुसार पैसा पाएन हामीलाई भन्नुहोस्, तर दुःख चाहिँ नगरी फेरि मैले पैसा पाएन भने कम्प्लेन गर्नुहोस् है त। ठिक छ, शुभकामना। राम्रोसँग जानुहोस्।
जो पहिला विदेश गएको छैन विदेश जाने साथीहरूको पछि लाग्नुहोस्। अहिले सरहरूले भोलि कति बजी एयरपोर्टमा पुग्ने के गर्ने त्यो भनिदिनुहुन्छ है त। तपाईँलाई केही छ बुझ्नुपर्ने सोध्नुपर्ने छ केही छ कृपया प्लिज उहाँ गएर रक्सी चाहिँ नखाइदिनुहोस्। रक्सी खाने बानी छ छोड्न सक्दैन बरु अझै नजानुहोस् बुझ्नुभयो। तर रक्सी खाएर आफ्नो चाहिँ नेपालीको बेइज्जत चाहिँ नगर्नुहोस् है। कस्तो कस्तो बेइज्जत गर्छ भन्ने मलाई है त दर्शकको थाहा